शीर्ष नेताहरूको कहाँबाट चुनाव लड्दैछन्? नम्बर 1 बालेन शाह झापा 5 बालेनको धमाका। मेयर पदबाट राजीनामा दिएर रासोपाबाट उम्मेद्वार बनेका रासोपाका वरिष्ठ नेता बालेन शाहको प्रतिद्वन्दी एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली हुन्। ओलीको बलियो इलाका रहेको यो निर्वाचन क्षेत्र यसपटक दुवैको भिडन्तको केन्द्र बनेको छ। रासोपाले बालेनलाई प्रधानमन्त्रीको सम्भावित उम्मेद्वारको रूपमा अघि सारेको छ। नम्बर 2 केपी शर्मा ओली झापा 5 ओलीको इलाका। 4 पटक प्रधानमन्त्री भइसकेका एमाले अध्यक्ष केपी शर्मा ओली यसपटक बालेन शाहसँग प्रत्यक्ष भिडन्तमा छन्। दुबईको इन्ट्रीले झापा 5 देशकै सबैभन्दा चर्चित निर्वाचन क्षेत्र बनाएको छ। नम्बर 3 पुष्पकमल दाहाल प्रचण्ड रुकुम पूर्व स्थायी निर्वाचन क्षेत्र नहुँदा सुरक्षित क्षेत्र खोज्दै नेकपाका संयोजक प्रचण्ड रुकुम पूर्वबाट चुनाव लड्दैछन्। नम्बर 4 माधव कुमार नेपाल रौतहट 1 नेकपाका सहसंयोजक माधव नेपाल रौतहट 1 बाट उम्मेद्वार बनेका छन्। नम्बर 5 गगन कुमार थापा सर्लाही 4 नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापा। यही क्षेत्रबाट कांग्रेसले उनलाई भावी प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारेको छ। नम्बर 6 रवि लामिछाने चितवन 2 रासोपाका सभापति रवि लामिछानेले उम्मेद्वारी दर्ता गराए पनि सहकारी ठगी सम्बन्धी मुद्दा टुङ्गो नलागेसम्म संसद प्रवेश गर्न नपाउने अवस्था छ। नम्बर 7 उपेन्द्र यादव सप्तरी 2 2079 को निर्वाचनमा यही क्षेत्रबाट पराजित भएका यादव पुनः सप्तरी 2 बाट चुनाव लड्दैछन्। नम्बर 8 सीके राउत सप्तरी 2 उपेन्द्र यादव सँगै एउटै क्षेत्रबाट उम्मेद्वार रहेकाले सप्तरी 2 कडा प्रतिस्पर्धाको केन्द्र बनेको छ। नम्बर 9 हर्क साम्पाङ सुनसरी 1 श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ स्वतन्त्र छविका कारण चर्चामा छन्। नम्बर 10 राजेन्द्र प्रसाद लिङदेन राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन झापा 3 बाट उम्मेद्वार बनेका छन्। नम्बर 11 कमल थापा राप्रपाका पूर्व अध्यक्ष कमल थापा काठमाडौँ 5 बाट उम्मेद्वार बनेका छन्। नम्बर 12 विष्णु पौडेल रूपन्देही 2 एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री पौडेल पार्टीको महत्वपूर्ण रणनीतिक नेता मानिन्छन्। नम्बर 13 पृथ्वी सुब्बा गुरुङ लमजुङ एमाले उपाध्यक्ष गुरुङ लमजुङबाट उम्मेद्वार बनेका छन्। नम्बर 14 ईश्वर पोखरेल काठमाडौँ 5 एमालेका पूर्व वरिष्ठ उपाध्यक्ष पोखरेल काठमाडौँ 5 बाट उम्मेद्वार बनेका छन्। नम्बर 15 शंकर पोखरेल दाङ 2 एमाले महासचिव पोखरेल दाङ 2 बाट उम्मेद्वार बनेका छन्। नम्बर 16 उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काठमाडौँ 3 बाट चुनाव लड्दैछन्।